नमस्कार। आजका मुख्य समाचारमा स्वागत छ। म अस्मिता र आज 16 फागुन 2082 का मुख्य समाचार यस प्रकारका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएको महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिएका छन्। यूएई स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। इरानको एक प्राथमिक विद्यालयमा अमेरिका इजरायल आक्रमण हुँदा कम्तीमा 51 जनाको मृत्यु भएको छ। कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्दै कतार एयरवेजका उडान स्थगित गरेको छ। इजरायल इरान तनाव बढेपछि तेल अभिव स्थित नेपाली दूतावासले नेपालीहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको छ। कतार, कुवेत, यूएई, बहराइनपछि साउदी अरेबियाको राजधानीमा पनि विस्फोट भएको छ। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले कङ्ग्रेस सबै जात जातिको साझा पार्टी भएको बताउँदै आगामी स्थानीय र प्रदेश चुनावमा अवसर नपाएकालाई मौका दिइने बताएका छन्। रासोपाका संस्थापक क्षेत्रीय संयोजक सहित 14 जनाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्। डाक्टर बाबुराम भट्टराई आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीले गोर्खामा नेपाली कङ्ग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले युवालाई राजनीतिक गुण्डा बनाउन नपाइने भन्दै खबरदारी गरेका छन्। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा पार्टीले नछाडेको र चुनावपछि संविधान संशोधन मार्फत पूरा गर्ने बताएका छन्। रासोपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले शनिबार राजधानीमा चुनावी र्याली गरेका छन्। निर्वाचन आयोगले प्रचार प्रसारका लागि भोलि रातिसम्म समय दिएको छ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य बढेर आए पनि खुद्रा मूल्य नबढाउने निर्णय गरेको छ। नयाँ खरिद दर अनुसार पेट्रोल प्रति लिटर 2 रुपैयाँ 10 पैसा, डिजेल प्रति लिटर 2 रुपैयाँ 46 पैसा र एलपी ग्यास प्रति सिलिन्डर 18 रुपैयाँ 58 पैसा वृद्धि भए पनि हालका लागि मूल्य यथावत राखिएको छ।